मार्केटको चारतिरबाट चाहिँ एकैचोटि पेट्रोल डिजल लगायतका चाहिँ सामानहरू खन्याएर आगो लगाउने चाहिँ काम भयो। त्यसबाट चाहिँ तपाईको न्यूनतम 5 करोड भन्दा बढीको चाहिँ क्षति भएको चाहिँ मान्छे मार्न सकिन्छ, ज्यार्न सकिन्छ। तर म व्यवसाय बन्यो भने त आज 2 करोडको क्षति भएको ठाउँमा फेरि त्यो मान्छेलाई मैले रिसिभी गरेँ अथवा किटानी जाहेर गरेँ अथवा मैले व्यक्तिगत रूपमा उसलाई चाहिँ तपाईको प्रहरी कार्यालयमा उपस्थित गराउन खोजेँ भने फेरि मैले भोलि सुरु गरेको व्यवसायमाथि उसले नहाल्ला भन्न के सकिन्छ हैन। राज्यको त चाहिँ तपाईको ग्यारेन्टी सुरक्षा दिनु त सक्ने रहन्छ भन्ने त हामीले प्रत्येक चोटिको आन्दोलनमा प्रत्येक चोटिकै अपराधिक क्रियाकलापमा देखिरहेका छौं नि। अपराधिक क्रियाकलाप राजनीतिक क्रियाकलापहरूलाई चाहिँ छुट्टा छुट्टै हेरेर चाहिँ यहाँहरूले चाहिँ सुझाव दिनुहुनेछ। यो आयोगले अहिले हिजो अस्ति मात्रै एउटा विवरण आइरहेको थियो बजारमा। यो आन्दोलन पछाडि घटेका घटनाहरूमा 80% जो घटनाहरू हिजो कारागारबाट भागेका आपराधिक क्रियाकलापहरूमा संलग्न भएका व्यक्तिहरूले घटाइएको भनेर यो छोटो समयमा घटेका घटनामा पनि 80% चाहिँ तपाईको त्यस्तो विवरण चाहिँ त्यस्तो तथ्य बाहिर आएको छ। त्यसकारणले मेरो अनुरोध के छ भने, मेरो सुझाव के छ भने, यदि यो समितिले चाहिँ वास्तविक छानबिन गर्न सकेन भने हामीले त नेपालको इतिहासमा हेर्दा त करिब 8-10 वर्षमा त प्रत्येक चोटि आन्दोलन हुने रहेछ नि त हैन। त्यो आन्दोलनमा व्यवसायी चाहिँ निजी व्यवसायीहरू पक्कै पनि प्रत्येक चोटिको आन्दोलनमा एउटा चाहिँ प्रताडित हुने हो त हैन। अब यो छानबिन चाहिँ राम्रोसँग गर्न सकिएन भने फेरि पनि चाहिँ तपाईको यो व्यवसायीहरू उठ्न सक्दैनन् जस्तो लाग्छ। र त्यसको साथमा म के निवेदन गर्न चाहन्छु भने, निजी व्यवसायीहरूको यस्तो अप्ठ्यारो परिस्थिति हुँदो रहेछ कि अहिले सामान्य हाम्रो जितुजीले चाहिँ भन्नुभएको थियो, उहाँको अहिले चाहिँ तपाईको एउटा व्यवसाय एउटा प्रतिष्ठान छ, व्यवसाय छ, निजी स्रोतबाट गरिएको चाहिँ व्यवसाय छ। त्यसलाई चाहिँ तपाईको पूर्ण क्षति होला अथवा चाहिँ आंशिक क्षति होला, उसले प्रत्यक्ष चाहिँ क्षति पुर्याउने व्यक्ति किटान गरेर चाहिँ निवेदन दिनु होला अथवा चाहिँ उहाँले प्रत्यक्ष देख्नुभएको छ होला। तर उहाँले चाहिँ त्यो राज्यले अनुसन्धान अथवा छानबिन नगरिकन उहाँले दिनलाई उहाँको मनोबल यस्तो गिर्दो रहेछ कि, एउटा व्यवसायको मनोबल यस्तो गिर्दो रहेछ कि म त व्यवसाय बन्नलाई हिँडेको मान्छे, व्यवसाय बन्छु भनेर हिँडेको मान्छे, अब यो संरचना ध्वस्त बनायो भने म फेरि अर्को व्यवसाय गर्ने कि नगर्ने। मैले व्यवसाय नगर्ने भने त मान्छे प्रत्येक देखेको छु, म पनि आपराधिक वातावरणमा सबै यहाँ भएका सबै जसको क्षति भएछ उनीहरूलाई मुक्ति दिनै सक्छु। मैले मान्छे मार्न सकिन्छ, ज्यार्न सकिन्छ। तर म व्यवसाय बन्यो भने त आज 2 करोडको क्षति भएको ठाउँमा फेरि त्यो मान्छेलाई मैले रिसिभी गरेँ अथवा किटानी जाहेर गरेँ अथवा मैले व्यक्तिगत रूपमा उसलाई चाहिँ तपाईको प्रहरी कार्यालयमा उपस्थित गराउन खोजेँ भने फेरि मैले भोलि सुरु गरेको व्यवसायमाथि उसले नहाल्ला भन्न के सकिन्छ हैन। राज्यको त चाहिँ तपाईको ग्यारेन्टी सुरक्षा दिनु त सक्ने रहन्छ भन्ने त हामीले प्रत्येक चोटिको आन्दोलनमा प्रत्येक चोटिकै अपराधिक क्रियाकलापमा देखिरहेका छौं नि। त्यसकारणले व्यक्तिले किटानी जाहेरी लिनुभन्दा पनि सामाजिक सञ्जालमा प्रत्येक प्रतिष्ठानमा प्रत्येक व्यवसाय प्रतिष्ठानमा जलाएका तोडफोड गरेका सबै सामाजिक सञ्जालबाट आइरहेका छन्, तिनलाई राज्य आफैले चाहिँ तपाईको अनुसन्धान गरेर बोलाएर समातेर अपराधी मानसिकता बोकेका मान्छेहरूलाई चाहिँ तपाईको कारबाही गर्नुपर्छ जस्तो लाग्छ। हिजो सत्य निरूपण आयोग बनेको थियो, त्यसले भरपूर रूपमा काम गर्दिएको भए आज देशमा चाहिँ यति धेरै आपराधिक क्रियाकलापहरू हुन्थेनन् जस्तो लाग्छ। र आज फेरि एउटा आयोग बनेको छ, एउटा समिति छानबिन समिति बनेको छ। यसले फेरि भरपूर रूपमा चाहिँ काम अथवा यसले बनाएको रिपोर्टको चाहिँ सरकारले काम नगरेको खण्डमा फेरि अर्कोचोटि यस्ता आन्दोलन भइरहँदा फेरि व्यक्तिका निजी सम्पत्तिहरूमाथि चाहिँ फेरि आक्रमणहरू नहोलान् भन्न सकिँदैन। त्यसकारणले यो छानबिन समितिलाई मेरो सुझाव के छ भने, अहिले प्रहरी यहाँ काशीको प्रमुखले भने चाहिँ गरेर अपराधिक क्रियाकलाप राजनीतिक क्रियाकलापहरूलाई चाहिँ छुट्टा छुट्टै हेरेर चाहिँ यहाँहरूले चाहिँ सुझाव दिनुहुनेछ, यहाँहरूले दिनुहुनेछ भन्ने म पूर्ण आशा राख्न चाहन्छु। र हामी त्यहाँ हाम्रो सिर्जना मिनी मार्केटमा पनि हामी दिउँसो पनि 2-3 चोटिसम्म त्यहाँ आउँदाखेरि हामीले रोकिरहेका थियौँ। यहाँका व्यवसायीहरू त्यहाँ चाहिँ 33 जना व्यवसायीले 80वटा स्टलमा चाहिँ व्यवसाय गर्नुभएको थियो र हामीले उहाँहरूलाई अगाडि इस्युजीको गाडीमा आएर चाहिँ यहाँ ठोक्नुपर्छ भनेर बोलिरहँदा हामीले त्यहाँ तर्काइरहेका थियौँ दिउँसो। त यहाँको व्यवसायी सबै आन्दोलनमा जाने अनि तपाईहरु यहाँ आन्दोलनकारीहरूको आएर फेरि यही आक्रमण गर्ने भनेर उहाँलाई तर्काइरहेका थियौँ। तर बेलुका साँझ परिसकेपछि हामीले त्यो गर्न सकेनौँ। फलस्वरूप चाहिँ 4 ठाउँबाट मार्केटको चारतिरबाट चाहिँ एकैचोटि पेट्रोल डिजल लगायतका चाहिँ सामानहरू खन्याएर
आगो लगाउने चाहिँ काम भयो। त्यसबाट चाहिँ तपाईँको न्यूनतम 5 करोड भन्दा बढीको चाहिँ क्षति भएको चाहिँ म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हामीले प्रहरीको वडा कार्यालयको चाहिँ मुचुल्का अनुसार हामीले त्यहाँ क्यासमा रूपान्तरण नगरिकन जे वस्तुहरू त्यहाँभित्र जलाइएका थिए ती सबैको चाहिँ मुचुल्का चाहिँ निर्माण गरेका छौँ। यो हामीले विभिन्न निकायमा पनि बुझाइसकेका छौँ।